नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। मध्य प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र यस सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ। आइतबार बसेको मध्य प्रदेश सभा मुख्यमन्त्री सतीश कुमार सिंहको तर्फबाट बिना विभागीय मन्त्री शकील मियाले प्रस्तुत गरेको यो विधेयकमाथि छलफल भएको हो। प्रदेश मामिला समितिको प्रतिवेदनसहित छलफल भएको विधेयकमा भएका कमी कमजोरी तथा राम्रा पक्षहरूमा सांसदहरूले ध्यान राखेका छन्। उनीहरूले स्थानीय तहका कर्मचारीका लागि यो विधेयक अति आवश्यक रहेको पनि बताएका छन्। स्तर पनि न्यूनतम राखियो। यसले कर्मचारीको बढुवाको लागि दरबन्दी भए पनि अवधि पुग्न साथ तह वृद्धि पाउँछ। तह वृद्धिसँगै थप दायित्व त आउँछ नै, फेरि योग्यता अनुसार काम भएन भनेर दबाब आउँछ। विधेयक के प्रतिवेदन, खास में समिति के प्रतिवेदन है, एहि विषय पर बड़ा गंभीर के एक विधेयक पर छलफल है, जेमे अपने के कानून निर्माण होइत कला कानून द्वारा विभेद नहीं होए, सबसे महत्वपूर्ण एहि दृष्टिकोण पर जैसे ध्यान आकर्षण करवा पड़े। चाहे कोई भी कानून हो, जब कानून में क्या लिखा हुआ है, समायोजन हुनुभन्दा पहिले संबंधित पद देखि नै ज्येष्ठता कायम हुने गरी अख्तियारवालाले एक तह स्तर वृद्धि गरिनेछ। कुछ न कुछ हमरा और के प्रति एकता कुछ उपलब्धिपूर्ण उपलब्धिमूलक विधेयक बन के आबि रहल छै। बहुत सारा एहन कर्मचारी छै जीवन के कईयो बसंत पार कर चुकल छै, सेवा द चुकल छै, एकेटा पद में 20-20 वर्ष काम करके, लेकिन हुनका सबके बढ़ुआ नहीं भ सकले, सिर्फ कानून के अभाव में। विधेयकमाथि छलफलमा कञ्चन बिच्छा, सञ्जय यादव, उपेन्द्र महतो, हरिनारायण महतो, किरण कुमारी शाह, राम सरोज यादव र जवाहरलाल कुशवाहाले भाग लिएका थिए। यो विधेयकमाथिको छलफल नसकिएकाले अर्को बैठक पनि छलफल जारी रहनेछ। अर्को सूचना नभएसम्मका लागि आइतबार बैठक स्थगित गरिएको छ। मध्य प्रदेश सभामा केही सांसदहरूले मोबाइल चलाएको पाइएपछि सभामुखले रुलिङ गर्नुभएको छ। आइतबार बसेको मध्य प्रदेश सभाको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको थियो। तर छलफल चलिरहेका बेला केही सांसदहरू मोबाइल चलाइरहेको देखिएपछि सभामुख रामचन्द्र मण्डलले रुलिङ नै गर्नुभएको छ। मोबाइल चलाएर गेम खेल्न लगायत काम नगर्न सांसदहरूलाई उहाँले चेतावनी दिनुभयो। मोबाइल कि त स्विच अफ गर्नु पर्यो कि त चाहिँ साइलेन्टमा राख्नु पर्यो र चाहिँ मोबाइल चलाएर गेम खेल्ने अन्य काम प्लिज चाहिँ नगरिदिनु होला। अब यो रुलिङ नगर्नुपर्ने विषय मैले चाहिँ रुलिङ गर्नु परेको छ, त्यसकारण यसलाई चाहिँ तपाईको सिरियसली बुझ दिने कुरो गर्नुहोला। मध्य प्रदेश सभामा महत्त्वपूर्ण बैठक बाहेक अन्य बैठकहरूमा सांसदहरूको कम उपस्थिति रहँदै आएको छ। अर्कोतर्फ उपस्थिति भएका सांसदहरूमध्ये केहीले बैठकमा भइरहेको छलफलमा ध्यान केन्द्रित नगरी मोबाइल चलाउने गरेको भेटिएपछि सभामुख मण्डलले रुलिङ गर्नुभएको थियो। आम जनता पार्टीको भारतीय संगठन आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनका लागि आन्दोलन जारी राखेको छ। आइतबार आन्दोलनको 8औं दिन पनि आईटी आर्मीले आन्दोलनलाई जारी राखेको हो। विदेश जाने कामदारसँग अवैध ढङ्गले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग, मेन पावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरूको उद्धार गर्नुपर्ने लगायतका माग राखेर आईटी आर्मी आन्दोलित छ। आईटी आर्मीले जनपक्षीय मुद्दा उठाउँदै आन्दोलन गरेकोमा यसपटक भने वैदेशिक रोजगारीको नाममा भएको ठगीको विरुद्धमा आन्दोलन थालेको हो। आईटी आर्मीले असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट लागू गर्ने पर्ने, निजी मेन पावरहरू खारेजी गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने जस्ता प्रमुख मागहरू अघि सारेको छ। तर ती माग प्रति राज्य उदासीन बनेको भन्दै आन्दोलनकारीहरू आक्रोशित बनेका छन्। उनीहरूले सांकेतिक विरोध स्वरूप हातमा कालो पट्टी बाँधेर सङ्घर्षलाई अगाडि सारेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनन्त शुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्य सचिव डाक्टर बैकुण्ठ आर्याल सहित 12 जना विरुद्ध मुद्दा दर्ता गरेको छ। आइतबार विशेष अदालतमा मुख्य सचिव आर्याल सहित 12 जना विरुद्ध मुद्दा दर्ता गरिएको हो। सार्वजनिक संस्थाको सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विशेष अदालतका प्रवक्ता धन बहादुर कार्कीले तत्कालीन अन्तरिम राजस्व विभागका महानिर्देशक रहीलाल, अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार साक्य, आन्तरिक राजस्व विभागका तत्कालीन उपमहानिर्देशक, हाल भन्सार विभागका उपमहानिर्देशक टङ्क प्रसाद पाण्डे, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल्प पौडेल, आन्तरिक राजस्व कार्यालय लाजिम पाटमा तत्कालीन निर्देशक गणेश विक्रम शाही, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, रविन्द्र प्रसाद पौडेल, लेखा अधिकृत विष्णु प्रसाद गौतम, सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरिवल्लभ घिमिर, सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन खरिद परामर्शदाता शक्ति प्रसाद श्रेष्ठ, प्रिन्ट लेन्स प्राली लिमिटेडका निर्देशक केशव शर्मा र यो कम्पनीलाई विपक्षी बनाएर 12 जना विरुद्ध मुद्दा दर्ता भएको जानकारी दिनुभयो, जसमा बिगो 38 करोड 67,17,640 कायम गरिएको जानकारी दिनुभयो। तत्कालीन निर्देशक सफल श्रेष्ठ अनि रविन्द्र प्रसाद पौडेल अनि अर्का चाहिँ लेखा अधिकृत हुनुहुन्छ एकजना विष्णु प्रसाद गौतम अनि जस्तै सुरक्षण मुद्रण केन्द्रकै हरिवल्लभ घिमिरे शाखा अधिकृत हुनुहुन्छ उहाँ अनि सुरक्षण मुद्रण केन्द्र सिंहदरबारकै तत्कालीन खरिद परामर्शदाता शक्ति प्रसाद श्रेष्ठ र यो एकजना चाहिँ यो कम्पनी हुन्छ प्रिन्ट सेल प्राइभेट लिमिटेडका निर्देशक केशव शर्मा र यही कम्पनीलाई पनि विपक्षी बनाएर चाहिँ 12 जना विरुद्ध चाहिँ यो मुद्दा दर्ता भएको हो, जसमा चाहिँ बिगो चाहिँ 38 करोड 67,17,640 बिगो कायम गरेछ। यो टोटल बिगोमा चाहिँ 20% चाहिँ भुक्तानी दिइसकेको चाहिँ भनेको छ। यो चाहिँ टोटल बिगो 38 करोडै हो। 38 करोडमा चाहिँ अब व्यक्ति विशेष फरक दाबी पनि छ। उहाँले मुख्य सचिव लगायतका केही व्यक्तिहरूलाई पुरै बिगो असुल उपसहितको माग दाबी सहित मुद्दा दर्ता भएको जानकारी दिनुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अजय कुमार चौरसियाले मधेसमा खानेपानी लगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानकर्षण गराउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो। सांसद चौरसियाले अघि तुफान हावाहुरी आसिनाका कारण पनि मधेसको जनजीवन कष्टकर हुँदा पनि सरकारले व्यवस्था गरेको भन्दै आपत्ति जनाउनु भयो। उहाँले भैँसीको अगाडि बीन बजाए जस्तो सरकारले नागरिकलाई पीडा हुँदा पनि ध्यान नदिएको गुनासो गर्नुभयो। कारणले मधेसमा खानेपानी सिँचाइका मुहानहरू सुक्दै गएका छन् र पानीको लागि त्राहिमाम छ, हाहाकार छ। अर्कोतिर आँधी तुफान हावाहुरीको कारणले असिनाको कारणले घर उडाएको छ, खेतीपाती नोक्सान भएको छ, बगैँचा नोक्सान भएको छ र पटक पटक मैले यो पार्लियामेन्टमा यी कुराहरू उठाएको छु। सांसद चौरसियाले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक महेश बारतोलाले वर्षा वन्यजन्तु आरक्षकका सुरक्षाकर्मीले स्थानीय सुखबहादुर तितुङ्गालाई गोली हानी हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले हेटौडा उपमहानगरपालिकाका वार्ड नम्बर 10 निवासी तितुङ्गालाई सो आरक्ष क्षेत्रको पसेको भन्दै त्यहाँको सुरक्षाकर्मीले गोली हानेर हत्या गरेको उल्लेख गर्दै त्यस्तो जनघन्य अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। प्रमुख प्रतिपक्ष सचेतक बारतोलाले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो। वन्यजन्तु आरक्षकका कर्मचारीहरूले सुरक्षाकर्मीहरूले त्यहाँ खटिएका नेपाली सेनाले सुखबहादुर तितुङ लगायत त्यहाँका जनताहरूलाई आक्रमण गरे, गोली हानेर सुखबहादुर तितुङलाई हत्या गरे। अस्ति 7 गतेको घटना हो सामान्य सभामुख महोदय। त्यहाँको स्थानीय नागरिक जसले त्यो वन जङ्गल संरक्षण गरे, त्यहाँको जैविक विविधताको संरक्षण गर्न
स्थानीय समुदाय लाग्छन्, जगाउन लागेका छन्, तर मध्यवर्तीको कारणले गर्दा, आरक्षणका कारणले गर्दा, निकुञ्जका कारणले गर्दा र त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवीयता पनि नराखिकन छातीमा गोली ठोकेर हत्या गर्ने सम्मको प्रमुख सचेतक बार्तोलाले नागरिकलाई दिनदहारै गोली हानेर हत्या गर्ने जस्तो जनखन्या अपराध गर्नेहरूमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद केसीले बोल्दै उहाँले सो कुरा बताउनुभयो। सांसद केसीले नुवाकोटको ऐतिहासिक महत्त्वको सातत्ले दरबार पुनर्निर्माणमा चासो नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो। 2072 सालको भूकम्पले थिलथिलिया बनाएको सो दरबारको पुनर्निर्माणको काम चीन सरकारले गर्ने भने पनि अहिलेसम्म सुरु हुन नसकेकाले सरकारले नै सो काम तत्काल सुरु गर्नुपर्ने उहाँले दबाब दिनुभयो। भूकम्पले क्षतिग्रस्त बनाएको 9 वर्ष भयो, पुनर्निर्माण हुन नसक्दा खण्डहरूको रूपमा परिणत भएको छ। चीन सरकारले बनाइदिने घोषणा त गर्यो, तर आजसम्म त्यसै थिलथिलो रहेको छ। यसबारे मैले पटक पटक कुरा उठाएँ, तर कुनै पनि सरकारले पटक्कै ध्यान नदिएको प्रति खेद व्यक्त गर्दै यसको पुनर्निर्माणमा चीन सरकारसँग तत्कालै वार्ताद्वारा टुङ्ग्याउने वा सरकारले नै युद्ध स्तरमा कार्य सुरु गर्ने काम तत्काल गरोस्। सांसद केसीले भूकम्प पछिको पुनर्निर्माणको काममा सरकार अझै गम्भीर नभएको आरोप पनि लगाउनुभयो। अवसान व्यावसायिक विश्रामपछि बाँकी समाचार। मेरो ग्लो हो मेरो पावर, यसैले म गर्छु मेरो ग्लोको पावर अप हरेक दिन नयाँ लक्सको साथ। ज्यास्मिनको सुगन्ध र बदामको तेलयुक्त चम्किलो त्वचाको लागि लक्स। काठमांडू के पैराडाइज मैन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावे वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावे वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मैन पावर। आप विदेश जाए के लिए करावे वाला संपूर्ण कार्य सब के लिए काठमांडू में जाए पड़त। अपने जनकपुर धाम में आ गेल पैराडाइज मैन पावर। जाके लागि जे आम पब्लिक सबके काठमाडौँ जाकर घंटों लाइन में लागे पड़े छे इंटरव्यू के लागि और 10-15 हजार रुपया खर्चा हो छे। अब काठमाडौँ नहीं जाए पड़े, मैन पावर अपने से जनकपुर के भवनपुरा में आ गए। पैराडाइज मैन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठावे के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करिए पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25 430, ISO 9001 certified। टाढाबाट त अनुहार स्पटलेस ग्लोइङ देख्न सजिलो छ, तर नजिकबाट अनुहारमा डार्क स्पट्स र डार्क सर्कल्सहरू देखिहाल्छ। पन्ड्स ब्राइट ब्युटी प्रो भिटामिन B3+ फर्मुला घटाउँछ डार्क स्पट्स र डार्क सर्कल्सहरू र दिन्छ स्पटलेस ग्लो। पाउनुहोस् स्पटलेस ग्लो नजिकबाट पनि। पन्ड्स ब्राइट ब्युटी। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दलीय राजनीतिमा आबद्ध शिक्षकहरूलाई हटाउन सक्ने कानुनी व्यवस्था नै भएको दावी गर्नुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो। मन्त्री श्रेष्ठले 2068 सालको संशोधन भएको शिक्षा ऐनले दलीय राजनीतिमा आबद्ध शिक्षकहरूलाई हटाउन सक्ने प्रावधान राखेकाले आफूले सोही कुरालाई कार्यान्वयन गरेर अघि बढ्न चाहेको स्पष्ट पार्नुभयो। उहाँले शिक्षकहरूलाई दलीय राजनीतिबाट टाढा लैजाने आफ्नो प्रयास कानुनी व्यवस्था अनुसार नै भएकाले त्यसमा सिङ्गो संसदले सहयोग गर्नुपर्ने बताउनुभयो। आफूले ऐनमा भएका व्यवस्थाको कार्यान्वयन गर्न लागेको त्यसमा किन्न खुट्टा कमाउने मन्त्री श्रेष्ठको सांसदहरूलाई प्रतिप्रश्न थियो। को तलब बढाउने माग जायज छ, तर तलब बनाउने भनेको केसको लागि? डिस्पोजेबल इन्कम बढाउनको लागि, क्रय शक्ति बढाउनको लागि। यसमा हामीले के काम गरेका छौँ?
म बताउन चाहन्छु। हामीले नाडा लगायत हाम्रो यातायात व्यवसायीहरूसँग शिक्षकहरूको लागि स्पेसल केही गर्न सकिन्छ कि? हामीले एनआरबी नेपाल राष्ट्र ब्याङ्कसँग पनि शिक्षकहरूको लागि सुलभ ऋण दर मिलाउन सकिन्छ कि? यसमा पनि संवाद चलाइसकेका छौँ, त्यसको लागि प्रपोजल पठाउँदैछौँ। हामीले नेपाल टेलिकम अथोरिटीलाई पनि हामीले प्रपोजल पठाइसकेका छौँ। शिक्षकहरूको लागि स्पेसल प्याकेज ल्याउन सकिन्छ कि? उहाँहरूको तलब बढाउन नसक्दाखेरि उहाँहरूको खर्च घटाउन सकिन्छ कि भनेर त्यसमा हामीले ध्यान दिइरहेका छौँ। तर शिक्षक यस्तो सम्मानित पेसा हो, यसलाई सरकार मात्र होइन कि सम्पूर्ण नेपालले कसरी सपोर्ट गर्ने? मन्त्री श्रेष्ठले शिक्षकहरूलाई दलीय राजनीतिबाट मुक्त गराउन आफूले डिएनए मात्रै नभएर आरएनए परीक्षण गराउन पनि पछि नपर्ने आह्वान दोहोऱ्याउनुभयो। वन तथा वातावरण मन्त्री नवल किशोर सासोडीले सरकारले 4 खर्ब रुपियाँको काठ बिक्री गर्ने बताउनु भएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री सुडीले सरकारले मन्त्री परिषदबाट काठको मूल्य 35% घटाउने निर्णय गरेको भन्दै अब सरकारले 4 खर्ब रुपियाँको काठ बिक्री गर्ने बताउनु भएको हो। उहाँले विगतमा काठको मूल्य बढी भएको कारणले नेपालका काठहरू बिक्री हुन नसकेको बताउनुभयो। उहाँले 1-2 महिनाभित्रमा नै सबै नियम कानुन मिलाएर नेपाली काठलाई मलेसिया काठभन्दा महँगो पर्ने नदिने बताउनुभयो। उहाँले वन ऐन 2029लाई छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफू त्यसमा दृढ सङ्कल्पित रहेको पनि जानकारी दिनुभयो। उहाँले वन ऐन संशोधन गर्नका लागि संसदमा छिटो पेश गर्ने जानकारी पनि दिनुभयो। समुदायमा आधारित वन व्यवस्थापन पद्धति लागू भएका वन र सरकारद्वारा व्यवस्थित वनबाट काठ दाउराको उत्पादन बढाउने र बिक्री वितरण कार्यलाई थप सहजीकरण गर्न नेपाल सरकारले हालै वन दोस्रो संशोधन नियमावली 2081 लागू गरेको छ। वन नियमावलीमा भएको यस संशोधनले वन व्यवस्थापन कार्यलाई थप सहजीकरण गर्ने अपेक्षा गरेको छ। मन्त्री सुडीले नेपालमा आवश्यक पर्ने काठहरू नेपालकै प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विदेश काठ उपयोग नगर्ने नीति लिनु पर्ने बताउनुभयो। उहाँले सामुदायिक वनलाई नियमन तथा अनुगमन गरेर अझ बलियो बनाउनु पर्ने बताउनुभयो। उहाँले एक व्यक्तिले कम्तीमा 10 वटा रुख रोप्नुपर्नेमा जोड दिनुभयो। संघीय संसद सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि 3 संसदीय समिति गठन भएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री पद्म गिरीको संयुक्तमा संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डे र अर्थ सचिव मधु कुमारी मरासिनीको नेतृत्वमा समिति गठन भएको हो। संसद भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन मन्त्री गिरीले प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको र बैठकले संघीय संसदका कर्मचारीहरूको माग सम्बोधन गर्न 3 संसदीय समिति गठन गरेको जानकारी दिनुभयो। उहाँले आज भोलिमै यथोचित मागहरू वार्ताबाट सम्बोधन गर्न प्रतिबद्धता पनि जनाउनुभयो। प्रधानमन्त्रीज्यूको कार्यकक्षमा सम्मानित सभामुखज्यू, सम्मानित सभाको अध्यक्षज्यू, अर्थमन्त्री सहित हामीहरू चाहिँ बस्यौँ र संसदीय कर्मचारीहरूले जुन मागलाई उठाएर सेवा सुविधाको विषयलाई लिएर आन्दोलनरत हुनुहुन्छ उहाँहरूको मागलाई पनि सम्बोधन गर्ने र संसदलाई पनि सुचारू गरेर लिएर जाने सन्दर्भमा मैले संवेदन गर्ने गरी अर्थ सचिव, संसदको महासचिवज्यू रहने एउटा चाहिँ संवेदन समिति जस्तो बनाएको छ। त्यसले आजबाट काम सुरु गर्छ। हामी आज भोलिमै यो विषय टुङ्ग्याउँछौँ छलफलबाट। अहिले मुख्यतः उहाँहरूको माग के हुन हामी सुन्छौँ र ती मागहरूलाई समाधान गर्नका निम्ति के गर्न सकिन्छ त्यस सम्बन्धमा हाम्रो छलफल हुन्छ र उहाँहरूको मागलाई चाहिँ नि यथोचित सम्बोधन गर्दै यो समस्यालाई समाधान गर्नतर्फ जान्छौँ। त्यो आज सके आज नभए भोलिसम्ममा टुङ्ग्याउनुपर्छ। हामी त्यस ढङ्गले लाग्छौँ है। नेपाली काङ्ग्रेसकी सांसद रामा कोइराला पौडेलले संघीय संसदका कर्मचारीहरूले जायज माग उठाएर आन्दोलन गर्नुभएको भन्दै माग सम्बोधन गर्न तत्काल हुनुपर्ने बताउनुभयो। उहाँले कर्मचारीका जायज मागहरू संसद सचिवालय र राज्यले सम्बोधन गर्नुपर्ने पनि बताउनुभयो। आन्दोलन भनेको यस्तो हुन्छ, नरोइकन आमाले पनि
बच्चालाई दुध दिँदैनन्। यो त नेपाल हो, त्यसैले आन्दोलन जरुरी नै छ, आन्दोलन गर्नै पर्छ। उहाँहरूले आफ्नो जायज कुरा लिएर आन्दोलन गर्नुभएको छ भन्ने मलाई लाग्छ। उहाँहरूको अलिकति ढिलो होला, तर माग पुरा हुन्छ र गर्नुपर्छ। नाजायज कुराहरू छ भने उहाँहरूले पनि भोलि ट्रेड युनियनमा के हुन्छ भने कलेक्टिभ बार्गेनिङको कुरा हुन्छ, अलिकति बेसी मागेको हुन्छ। कलेक्टिभ बार्गेनिङमा सम्झौता गर्दाखेरि अलिकति तलमाथि हुनसक्छ, त्यसलाई उहाँहरूले बुझ्नुहुन्छ भन्ने लाग्छ मलाई ट्रेड युनियनको नेताहरूले। होइन, धेर माग्नु भएको छैन भने त उहाँको जायज मागलाई राज्यले सम्बोधन गर्नै पर्छ, संसद सचिवालयले सम्बोधन गर्नै पर्छ। तर बेसी नै रहेछन् भने केही कुरा उहाँहरूले छोड्नुपर्छ र उहाँलाई दिनुपर्ने उचित सुविधा राज्यले दिनुपर्छ। मेरो कुरा एकदम त्यति नै। यता संसद सचिवालयका कर्मचारीहरूले भने विरोध प्रदर्शन जारी राखेका छन्। संसद भवन परिसरमा हातमा कालो पट्टी बाँधेर विभिन्न प्लेट कार्डहरू बोकेर विरोध प्रदर्शन गरेका हुन्। संसद सचिवालयका कर्मचारीहरूले विगत केही दिन यता अतिरिक्त समयमा गरेको कामको पारिश्रमिक पाउनुपर्ने माग सहित 11 बुँदे माग राखी विरोध प्रदर्शन गरेका छन्। रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री उप्रेतीले अन्तर्राष्ट्रिय प्रचलन अनुसार सामान्य अवस्थामा सीमा सुरक्षाको लागि नेपाली सेना सीमामा बस्न नमिल्ने बताउनु भएको हो। उहाँले नेपाली सेनाले दूरीमा बसेर सीमा सुरक्षाको निगरानी गरिरहेको पनि बताउनु भयो। उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक श्रृङ्खलाताको कारणले गम्भीर सङ्कट उत्पन्न भएका मन्त्री परिषदको निर्णय अनुसार राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्न सक्ने भन्दै त्यस्तो परिस्थितिमा आएमा सेना तयार रहेको पनि बताउनु भयो। आएको छ। यसै गरी दूत मार्ग 89वटा पुल पुलको जम्मा पुलको लम्बाइ 12.885 किलोमिटर र 6 स्थान 10.055 किलोमिटर सुरुङ मार्ग रहेको समेत मान्य सदस्यहरूलाई जानकारी गराउन चाहन्छु। विश्वव्यापी रूपमा फैलिएको कोभिड-19 को महामारी, जसमा सबै सङ्घ संस्थाहरूलाई 1 वर्ष 9 महिना चाहिँ त्यो छुट दिएको छ तोकिएको समयभन्दा। किनभने त्यहाँ काम गर्ने कन्ट्र्याक्टरहरू समेत, विदेशी कन्ट्र्याक्टरहरू समेत। उहाँले नयाँ पिढीमा राष्ट्रभाव कमजोर भइरहेको भन्दै राष्ट्रभाव जागृत गराउन राष्ट्रिय सेवा दललाई प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद आर्यालले वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूलाई ठुलो हेरेर नबस्ने बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री आर्यालले वैदेशिक रोजगारीमा जाने नागरिकहरू ठगिएको भन्दै आफू ठुलो हेरेर नबस्ने बताउनु भएको छ। उहाँले ठगिएका नागरिकहरूको सम्बन्धमा आफूले काम गरिरहेको बताउनु भयो। उहाँले फ्री भिसा फ्री टिकटले विकराल अवस्था सिर्जना गरेको बताउनु भयो। उहाँले फ्री भिसा फ्री टिकट जम्मा 4% मात्रै कार्यान्वयन भएको भन्दै बाँकी 96% नागरिक वैदेशिक रोजगारीमा जाँदा ठगिएको बताउनु भयो। उहाँले हरेक वर्ष करिब 1 खर्ब 3 अर्ब रुपैयाँ ब्याङ्किङ च्यानल बाहिर रहेर कारोबार भइरहेको भन्दै त्यसैबाट नेपाली नागरिकहरू ठगिरहेको पनि बताउनु भयो। उहाँले सरकारले ब्याङ्किङ च्यानलबाट कारोबार गराउनका लागि उच्चतम प्रयास गरिरहेको पनि बताउनु भयो। हस्त अहिले यतिकै पल खबर तेज नजर अपन टेलिभिजन। नमस्कार।